यहाँको उत्पादनलाई कम्तीमा पनि देशभरि पुर्याउने पार्टी बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टी। आफैमा यो सिन्जा भ्याली सिभिलाइजेसन, सिन्जा उपत्यका सभ्यता भएको ठाउँ, नेपाली भाषाको उद्गम स्थल, खस भाषाको उद्गम स्थल। यहाँ आफ्नै भाषा छ, आफ्नै लिपि छ, आफ्नै चित्रकला छ, आफ्नै नाचगान छ, आफ्नै जात्रा पनि छ। यो सबै भयो भने एउटा सभ्यता मानिन्छ। त्यो सभ्यता जोगाउने पार्टी बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टी। जसरी काठमाडौँ महानगरपालिकामा हाम्रो नेवा सभ्यताको नाचगान, त्यहाँको लिपि, त्यहाँको बाजागाजा, त्यहाँका मूर्त अमूर्त सम्पदालाई हामीले जोगाएर राखेका छौँ, त्यसरी नै यहाँ कर्णालीको सभ्यतालाई हामी जोगाएर राख्न चाहन्छौँ र त्यो जोगाउने पार्टी हो राष्ट्रिय स्वतन्त्र पार्टी। देशमा अझै पनि भोकमरी छ। अझै पनि 4 वर्ष मुनिका बालबालिकाहरूको मृत्युदर एकदमै बढ्दो छ। महिलाहरूको, आमाहरूको मृत्युदर बढ्दो छ। त्यो कर्णालीमा छ र त्यो कर्णालीको पीडालाई, गरिबीलाई, त्यो दुःखलाई बेच्ने नेता धेरै आए, त्यो गरिबीलाई बुझ्ने नेता धेरै आएका छैनन्। अहिलेसम्म कोही आएको छैन। त्यो बुझ्ने नेताहरू बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू। यहाँको पर्यटन, यहाँको सम्भावना, यहाँको कृषि, यहाँको खेतीपाती, यहाँको आय आर्जन सबै वृद्धि गर्न पाऊँ, तपाईहरूको आशीर्वाद लिन पाऊँ र तपाईहरूको अस्ति मैले फेसबुकमा लेखे जस्तै अब कर्णालीका सुइना हाममा सुइना भने जस्तै तपाईहरूको त्यो सपना बोकेर जान पाऊँ र त्यो सपना बोक्ने सुरुवात आज हामीले बाचापत्रबाट गरेको छौँ, कर्णालीबाट घोषणा गरेको छौँ। आज उपरान्तबाट त्यो सबै तपाईका सपना हाम्रा सपना हुनेछन्। ती सपना बोकेर यहाँबाट जान पाऊँ। धेरै धेरै धन्यवाद। नमस्कार। ग्लोबल आइबी बैंक, सबैका लागि बैंक। बाजुपन सम्बन्धी कुनै पनि समस्या समाधानका लागि सम्झनुहोस् हार्दिक IVF एन्ड फर्टिलिटी सेन्टर।